हेलो एभ्रिवान, कस्तो हुनुहुन्छ हजुरहरू? म एकदम ठिक छु। हेर्नुहोस्, आज म यहाँ घुम्न आएको छु। यो ठाउँ मलाई बहुत मनपर्छ। कहिले कहिले म आफ्नो लागि फुर्सद निकालेर यहाँ घुम्न आउँछु। काम धन्दा त हमेसा गरि नै रहन्छ, कहिले कहिले आफ्नो लागि टाइम पनि निकाल्नुपर्छ। हजुरहरू पनि आफ्नो लागि समय निकाल्नुहोस्, यसरी घुम्नुहोस्, इन्जोय गर्नुहोस्। मलाई घुम्न बहुत मनपर्छ। मलाई सबभन्दा मनपर्छ घुम्न। आफ्नो आफ्नो चोइस हुन्छ। कसैलाई खानु मनपर्छ, कसैलाई घुम्न मनपर्छ, कसैलाई लगाउन मनपर्छ भने मलाई घुम्न मनपर्छ। मलाई लगाउन पनि मनपर्छ। खाना त मलाई पेट भनेपछि मतलब छ। दिनदिनै मासु भात पाए पनि ठिकै हो। फेरि पनि मलाई सबभन्दा मनपर्ने भनेको घुम्न हो। त्यही भएर म अक्सर घुम्न आइरहन्छु समय निकालेर। बाई।